सुत्नु अघि महिलाहरूले भुलेर पनि नगर्नुहोस् यी गलती। थाहा पाउनु अघि पाथी भरमाताको जय लेख्नुहोस्। नम्बर 1, राति सुत्दा गल्तीले पनि कपाल खुल्ला राख्नु हुँदैन। यसले नकारात्मक शक्ति निम्त्याउन सक्छ। शास्त्रहरूमा पनि महिलाहरूलाई कपाल खुल्ला राख्नु हुँदैन भनिएको छ। तर यदि तपाईँ आफ्नो श्रीमानसँग बस्नुहुन्छ भने तपाईँ आफ्नो कपाल खुल्ला राख्न सक्नुहुन्छ। दोस्रो, महिलाहरूले पुस्तक, मोबाइल फोन र इलेक्ट्रोनिक्स वस्तुहरू सिरानी मुनि राख्नु हुँदैन। सिरानी मुनि किताब राखेर सुत्दा कुण्डलीमा बुध ग्रह कमजोर हुन्छ। तेस्रो, यदि तपाईँ घरमा सुख, शान्ति र समृद्धि चाहनुहुन्छ भने राति सुत्नु अघि सुत्ने कोठामा एउटा कागजमा थोरै कालो नुन राख्नुहोस्। भोलिपल्ट बिहान कागज समेत कालो नुन कुनै बाटोतिर फाल्नुहोस्। यसो गर्नाले घरमा रहेको नकारात्मक ऊर्जा हट्छ।